राम्रो भयो फिल्डर त फिल्डर हाम्रो चाहिँ एकदम नानी भइसक्यो अहिले हैन देखि कहिले भेट्दैन फाइनली राम्रो हेर्नुस् म चाहिँ देव पटाएको 14 वटामा यसमा त फिक्स पास हो ए प्लसै आउँछ त चिपचोरी नमस्ते मेरो एक्जाम चाहिँ ठिकै भयो ठिकै मात्र अहिले अहिलेसम्म चाहिँ के कुन राम्रो भयो सबैभन्दा अहिलेसम्म ए प्लसै आउँछ नेपाली इङ्ग्लिस र नेपाली इङ्ग्लिस सक्यो बुन्डु सक्यो 81 साल होइन यो पछि कस्तो हो यस्तै खतरा भयो अब रिजल्ट चाहिँ कस्तो आउँछ हैन रिजल्ट कहिले आउँछ कपी काट्नेहरुको हातमा छ उनीहरूको हातमा हुन्छ लेख्नेको हातमा अब नानीले हातमा भएको अनुसार हुन्छ नि त कति पऱ्यो चिट त छैन छैन चिट पर्यो धेरै ल बेस्ट अफ लक इक्जामको लागि बहिनी अरे सबैभन्दा ढिलो आउने ग्रुप यही हो राम्रो जहिले कस्तो भयो नि इक्जाम एकदम राम्रो चिप चोरेर कति साह्रो काली देख्यो हौ मलाई तिमी काली छ कि गोरी छ धन्यवाद काली नै छु कस्तो भयो नि राम्रो भयो इक्जाम पास भइन्छ चिप चोरेर होला नि एउटा मात्र छैनम ल छैन एउटा मात्र गरिनम हौ एक यो मार्क्स उको होइन यहाँको यो के हो खोइ यही बुझिनम 11 को प्र्याक्टिस एजुकेसन प्र्याक्टिस होला नि के हो राम्रो भयो होइन पछि होइन अर्को बुनेको भोलि 10 बजी मात्र उठ्ने है इक्जाम राम्रो भयो पार्टी खुवाउने पछि होइन त तिमीहरूको पनि राम्रो होस् है ल कस्तो भयो इक्जाम राम्रो भयो दुईटा भयो तर सबै मौका हानेको छ भोलिदेखि कति बजी उठ्ने थाहा छ आज 10 बजी 10 बजी सुतेको म त बिहानै उठ्छु के गर्नु 8 बजी उठ्छु सुँगुर पाल्नु छ छ नि कतिवटा सुँगुर छ दुईटा मार्दा मलाई 1 केजी ओके है हाम्रो चाहिँ एकदम नानी भइसक्यो अहिले हैन देखि कहिले भेट्दैन फाइनली राम्रो होस् है फाइनली राम्रो भयो इक्जाम पनि राम्रो होस् आफ्नो कतिजनाले माया गरेछ हेर हेर कतिजनाले माया गरेछ त खोइ तिमीहरूको चाहिँ खोइ छैन त सानो किन हाल्नुहुन्छ यो कति फाइनल लिनु मजा छ है तिमीहरूलाई जति मजा त कहाँ छ त अझ त्यही त हेलो खोइ तिम्रो सानो छैन त ल हिँड्नु पर्छ अझदेखिको साथीहरू हतार भेट्नु हुँदैन नि त मलाई चिन्न लगाइदेऊ बुन्नु कति वर्ष भयो किन सानैदेखि विद्यार्थीको टिचर भगवती माध्यमिक विद्यालय यही स्कुल त होइन देवकोटा माध्यमिक विद्यालय अब वास्तवमा हेर्नु न कोटा मावि म लोकराज रोसेरा आजदेखि इक्जाम पनि फाइनल गर्नुभयो राम्रोसँग गर्नुभयो एकदम हामीहरू साह्रै खुसी हाम्रो वर्ष दिनका विद्यार्थीहरूको एकदमै मेहनत पुरा भयो आज हामीहरू सफल भयौँ हाम्रो विद्यार्थीहरू एकदमै राम्रो गरेर बाहिर निस्किँदैछन् तपाईँहरूको स्कुल सबैभन्दा सक्सेसफुल होस् होइन सबैभन्दा यो स्कुलमा हुन्छ शान्तिपूर्ण पनि हो शान्तिपूर्ण हो तपाईँले अहिलेसम्म हेरिरहनु भएको छ होइन बसिदिनु भएको थियो होइन बाहिर त्यस्तो केही भएन परीक्षा एकदम स्वार्थपूर्ण तरिकाले सञ्चालन भयो त्यस्तो कुनै हुलडुङ्गा बाहिरदेखि चिट चोराउने यताउता तपाईँहरूको लागि धेरै धेरै धन्यवाद सर